र अब कुरा गरौँ S57 नोटिफिकेसनको। S57 नोटिफिकेसन फ्रम अस्ट्रेलियन हाई कमिसन भनेको नेचुरल जस्टिफिकेसन हो। यदि अस्ट्रेलियन हाई कमिसनलाई तपाईँले अपलोड गर्नुभएको डकुमेन्ट्स चिन्ह लागेन, फ्रड डकुमेन्ट्स भन्यो भने तपाईँको भिजा रिफ्युजल हुन अगाडि दिएको लास्ट चान्स हो। एन्ड इफ तपाईँहरू आफ्नो डकुमेन्ट्समा कन्फिडेन्ट हुनुहुन्छ भने तपाईँहरूले जस्टिफिकेसन पनि दिन सक्नुपर्छ। र यदि तपाईँहरूले जस्टिफाई गर्न सक्नु भएन भने यस्तो केसमा तपाईँहरूले आफ्नो लजमेन्ट चाहिँ विथड्र गरेको राम्रो, किनकि तपाईँलाई हाई कमिसनले सर्टेन टाइमको लागि पनि ब्यान गरिदिन सक्छ। र अब कुरा गरौँ S59 नोटिफिकेसनको। S59 नोटिफिकेसनमा चाहिँ तपाईँहरूलाई डाइरेक्ट हाई कमिसनबाट इन्टरभ्यू कल आउँछ र इन्टरभ्यू कलमा चाहिँ के क्वेसन सोध्छ र कसरी एन्सर दिने भनेर तपाईँहरूले हाम्रो प्रोफाइलमा गएर प्रिभियस भिडियोजहरूमा नि हेर्न सक्नुहुन्छ।